आज चाहिँ हामी आफ्नै गाउँ आफ्नै ठाउँ हाम्रो प्यारो दार्जिलिङको टिस्टा भ्यालीमा आएका छौँ। मुमाका चारो पकाउन डर लाग्यो। यहाँ दाउरा के को लागि ल्याइदेऊ नि दाउरा? दाउरा मन्दिर आयो नानी, ढोक्नुहोस् न मन्दिरमा ल। मन्दिर आयो। घर पुगेर भोलिपल्ट हामी दाजु भाउजूसँग भेटघाटको लागि उहाँको घरतिर लाग्यौँ। कत्रो यो केराको बोट त फर्स्ट टाइम देख्छु। यत्रो अग्लो ठुलो केराको बोट कत्रो चाहिँ छ यो त। माथि छ केरा फलेको छ, कत्रो छ नि यो त। दाजु भाउजूसँगको भेटघाटपछि उहाँहरूसँग बिदा लिएर हामी आफ्नो घरतिर लाग्यौँ। कट्टर चम्पा के दामी गनाएको कट्टर चम्पा। कट्टर चम्पा डोन्ट प्लक मोर ल। दामी चलो। जेकी के मजा आउँछ इजिलिया। यहाँ छ होला अदुवा रोपेको हाम्रो अदुवाबारी। अब हाम्रो अदुवाबारी आए। हाम्रो होइन, हाम्रो अदुवा बारी त होइन, अदुवा चाहिँ यो आदुवा चाहिँ हामीले अस्ति रोपेको। ल सौर्य हेरे सौरा देख्यौ? निनीको घरमा आएर केही समयसम्म त्यहाँ हल्ट गऱ्यौँ। त्यही समयमा नानी आफ्नो साथीसँग साइकल स्टन्ट गर्ने सानो प्रयास गरिरहेको थियो। टिस्टा भ्यालीको टी इस्टेटको रमाइलो दृश्य। यही बाटोको केही अगाडि लेफ्टतिर जाने एउटा बाटो भेटिन्छ, जुन बाटोले टिस्टा भ्यालीको दुर्पिन डाँडा भन्ने ठाउँ पुर्याउँछ, जुन ठाउँबाट वरिपरि चारैतिरको सुन्दर ठाउँहरू राम्रोसँग देख्न सकिन्छ।